नागरिकताको प्रतिलिपि कति पटकसम्म प्राप्त गर्न सकिन्छ? नागरिकता सम्बन्धी ऐन नियमावलीमा नागरिकता वितरणसँग सम्बन्धित कार्यविधि निर्देशिकामा समेत नागरिकताको प्रतिलिपि कति पटकसम्म लिन सकिन्छ? 1 पटक, 2 पटक, 3 पटक अथवा कति पटकसम्म लिन सकिन्छ भन्ने कुरो कहीँ कतै पनि उल्लेख गरेको देखिँदैन। त्यसले गर्दाखेरि आवश्यकता अनुसार मानिसले नागरिकताको प्रतिलिपि जति पटकसम्म पनि लिन सक्छ। कुनै व्यक्तिले बारम्बार नै प्रतिलिपि लिन जाँदाखेरि त्यस्तो नागरिकताको प्रतिलिपि कुन कारणले हराएको हो, जलेको हो अथवा भिजेर नष्ट भएको हो अथवा बिग्रिएको हो, त्यसको उचित कारण भने खुलाउनु पर्ने हुन्छ। 1-2 पटकसम्म त इजिली नै दिन्छ, त्यसमा खासै प्रश्न गरिँदैन। तर 1-2 पटक भन्दा बढी भयो, बारम्बार भयो भने त्यस्तो अवस्थामा त्यहाँनिर क्वेसन मार्क हुन्छ कि पछिल्लो नागरिकताहरू कहाँ गयो, त्यसको कसरी नष्ट भयो अथवा हरायो, र त्यो हराएको हो भने सम्बन्धित प्रहरीमा रिपोर्ट पनि गर्नुपर्ने हुन्छ अथवा त्यो हराइसकेपछिका जुन प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ त्यो भने प्रक्रियाहरू पुरा गरेर मात्रै अर्को पटक नागरिकताको प्रतिलिपि लिन सकिन्छ।